क्यामेरा फेस गर्न चाहिँ लास्टै गाह्रो हुँदो रहेछ हो। यो चाहिँ मेरो लगभग टेक 15 जति भइसक्यो होला, अझै जान सक्छ। वेलकम टु माई च्यानल, इट्स 2026, ह्याप्पी न्यु इयर टु अल। र एन्ड रियल है त, सिधै कुरा गरिदियो हाम्रो भिडियोको बारेमा। यो भिडियो चाहिँ स्पेसल्ली मेरो लागि हो, आफ्नै लागि। इफ एनी बडी गेट इन्सपायर होइन, यो चाहिँ प्लस पोइन्ट हुन्छ मेरो लागि। मैले चाहिँ 2025मा चाहिँ मेरो टार्गेटहरू के मिट भएछ र के भएन छ, र 2026मा चाहिँ त्यसको बेसिसमा के टार्गेट राख्नेवाला छु, त्यसको ओभरभ्यू चाहिँ दिन गइरहेको छु। र नेपाली भएर चाहिँ नि किन तपाईँहरूले चाहिँ नि होइन इङ्ग्लिस स्टेटमा चाहिँ नि अब हाम्रो रिजोल्युसन राख्नु पऱ्यो भन्ने कुरा होला होइन, तर मलाई चाहिँ ठिकै लाग्यो क्या। किनकि अब हाम्रो वैशाखसम्म चाहिँ हामीले जुन ओभर एक्सपेक्ट गरेर बनाउँछौँ नि, त्यो चाहिँ क्यान्सल आउट गर्न मिल्छ क्या। सो लेट्स चेक इट आउट हाम्रो 2025 को रिजोल्युसन एन्ड क्रिएट वान 2026। सो यो चाहिँ मेरो डेली डायरी हो, 2025बाटै सुरु गरेको है डेली डायरी पनि। अनि यो चाहिँ मेरो अर्को दुईवटा एक्स्ट्रा कपी। यसमा चाहिँ मैले फाइनेन्सियल अब के खर्चहरू भएको छ सबै रेकर्ड गर्ने गरेको छु। र यो चाहिँ मेरो के भनौँ एउटा साइकोलोजी कपी जस्तै भनौँ न। सो यसमा चाहिँ मेरो त्यो बुकहरूको त्यो समरीहरू लेख्ने गर्थेँ मैले यो। अनि त्यसपछि अब हामीले डेली डायरी कुरा गरौँ है त। डेली डायरीमा चाहिँ मैले यो वर्षदेखि चाहिँ मैले रेगुलर डेली नोटहरू टिप्न थालेको थिएँ यसरी, तर बिचमा धेरै पनि छुटेको छ होइन, दिनदिनै गर्न नसकिँदो रहेछ। 2026मा चाहिँ यो कम्प्लिट गर्छु सोचिरहेको छु। र हाम्रो रिजोल्युसन दिस वान्स इज आवर न्यु इयर रिजोल्युसन अफ 2020। खास गरी यो 2025को भन्दा पनि यो चाहिँ 2082 को हो क्या नेपाली डेट अनुसार। खासै अझ भन्यो भने वैशाखसम्म टाइम छ अझै पनि, तर भए पनि हामी क्यान्सल आउट गरेर चाहिँ फेरि नयाँ एउटा रिजोल्युसन एक्सपेन्डिचर रेकर्ड मैले यो कपीमा गरिहालेको छु होइन। सो त्यो भइसक्यो एक्सपेन्डिचर रेकर्ड पनि। अब रेड पेनले गरौँ न त। एक्सपेन्डिचर रेकर्ड पनि गरेको छु, तर यसमा पनि कहिले काहीँ छुटिरहेको छ कि मेरो। यो पालि चाहिँ यसलाई अझै स्ट्रङ बनाउँछ मेरो यो एक्सपेन्डिचर। स्किपिङ एन्ड फिजिकल एक्सर्साइज भनेको छ यो पनि अब गरेको थिएँ मैले। स्किपिङ पनि 4-5 महिनै गरेको थिएँ, बिहान मर्निङमा एक्सर्साइजहरू गर्ने गरेको थिएँ। रेगुलर गिटार पनि रेगुलर बजाउन चाहिँ अलिक सकिरहेको छैन। गिटारलाई चाहिँ मैले मेन छोडिरहेको छु, रेगुलर बजाउनै सकेको छैन। सो यो वर्षदेखि चाहिँ गिटारलाई पनि अब मिनिमम आधा घन्टा चाहिँ दिउँ कि सोचिरहेको छु, कोही टाइमै मिल्दैन रहेछ। वेबसाइट एन्ड एप डेभलपमेन्टको लागि चाहिँ हाम्रो अब वेबसाइटबाट सरेर चाहिँ म यो पालिदेखि चाहिँ फ्लटरमा एप डेभलपमेन्ट सिक्न थालेको छु। अनि भिडियो एडिटिङ एन्ड फोटोग्राफी भनेको छु। अब जस्ट कन्टेन्ट क्रिएसन गरेपछि भिडियोग्राफी अनि एडिटिङ त सिक्नै पऱ्यो, हल्का नर्मल हेर्दैछु जस्ट नर्मल। अनि मिनिमल युज अफ मोबाइल यो चाहिँ गर्नै नसकिने है गाइस। यो चाहिँ मिनिमल युज अफ मोबाइल चाहिँ यसलाई एक्सप्लोर यो पालि चाहिँ एक्सप्लोरमा चाहिँ मैले बढी फोकस गर्छु होला। अब यो पालि चाहिँ लगभग मेरो टार्गेट नै यसो बाहिरतिर घुम्न जाने हेरौँ। अनि अरू भनेको सेल्फ एक्चुअलाइजेसन भनेको छ यो सुई भनेको हाम्रो अब सुई नै भइगयो होइन, सुईले दिनुभएको ज्ञान यो चाहिँ। अनि त्यसपछि कम्युनिकेसन स्किल एन्ड इङ्ग्लिस स्पिकिङ त नेपाली हो, गाह्रो छ सिक्नै पर्ने छ। कन्फिडेन्ट एन्ड फियर मिनिमाइजेसन यो त गरियो यो पालि फियर मिनिमाइजेसन धेरै गरियो, एङ्करिङ गरियो इन्ट्रोभर्ट मान्छे भएर। अनि त्यसपछि भिडियो बनाउन पनि लास्टै कन्फिडेन्स आइदो रहेछ लास्टै। सो यहाँबाट पनि बुस्टअप हुँदैछ कन्फिडेन्ट, ठिकै छ। 4GPA एन्ड एकाडेमिक इम्प्रुभमेन्ट भनेको छ। 4GPA चाहिँ मेरो जिन्दगीमा कहिले पनि ल्याउन सकेर जस्तो छैन, मेरो टार्गेट चाहिँ राख्छु कहिले पनि आउँदैन। एकाडेमिक राम्रै छ भनौँ, अब पहिला हेरेर त धेरै राम्रो छ। कन्टेन्ट क्रिएसन मैले कहिले अहिलेबाट होइन 11 क्लासबाट गर्छु भनेर सोचिरहेको, 10-11बाट बल्ल ब्याचलरमा आएर गरिरहेको। ह्यान्ड राइटिङ कसको नराम्रो छ कमेन्ट गरिदिनु होला है। यो ह्यान्ड राइटिङ नराम्रो भएको मान्छेले कहिल्यै सुधार्न सक्दैन रहेछ। अनि सेल्फ टक चाहिँ म धेरै नै गर्छु। सो साइड हसल भनेको चाहिँ साइड हसल गरिरहेकै छु। जस्ट यो पालि इन्टर्न गरियो होइन, कलेजमा इन्टर्न गरियो, त्यसलाई एज साइड हसल पनि लिन सकिन्छ। तर यो पालिको मेरो मेन टार्गेट भनेको चाहिँ एज अ फ्लटर डेभलपर चाहिँ इन्टर्न गर्ने सोचिरहेको छु अर्को सेमबाट चाहिँ। अनि त्यो सेममा चाहिँ त्यो इन्टर्न गर्न सक्यो भने चाहिँ सायद बाहिर घुम्न पनि जान्छु होला म बाइकिङमा। सो यति नै हो।
अब नयाँ वर्षको लागि चाहिँ रिजोल्युसन बनाउनै पर्ने हुन्छ। सो नयाँ वर्षको लागि फेरि भेटौँला। यो चाहिँ 2025 को लागि 2026 को लागि चाहिँ नयाँ रिजोल्युसन बनाइसकेको छु। अब बाँकी भनेको सबै पहिला जस्तै होइन, डिटो सबै एउटै भयो, किनकि हामीले रिजोल्युसन भन्ने सबै नयाँ कुरा गर्नुपर्ने होइन क्या, पुरानो जे छ त्यसलाई नै इम्प्रुभमेन्ट गर्दै जाने क्या इयर वाइज। सो त्यति मध्येमा पनि केमा फोकस गर्ने भन्ने कुरा। सो योपालि चाहिँ म केमा फोकस गर्छु त मेनली भन्ने चाहिँ मैले मेनली 3टा कुरामा मेनली फोकस गर्ने सोचिरहेको छु। एउटा भनेको कन्टेन्ट क्रिएसन भन्ने बित्तिकै तपाईँको अब यसमा ब्रान्चेसहरू हुनसक्छ, जस्तै अब तपाईँको भिडियोग्राफीहरूको होइन, भिडियो एडिटिङ, अनि त्यसपछि फोटोग्राफी, अनि कन्टेन्ट क्रिएसनबाटै तपाईँको पर्सनल ब्रान्डिङ पनि हुने भयो होइन, त्यो हुने भयो। अनि योपालि चाहिँ म्युजिक अलिअलि म गीतहरू पनि लेख्छु, जस राम्रो नलेखे पनि लेख्छु एज अ हबी। त्यसपालि चाहिँ योपालि चाहिँ अफिसियल म्युजिकहरू चाहिँ मैले जति पनि लेखेको छु त्यसलाई चाहिँ पैसाले पुग्यो भने, अब पैसा त लास्टै लाग्छ है। सो मेरो एउटा साथी छ, उसले भिडियो रेकर्डिङ गर्ने सोचिरहेको छ। अब एज अ रमै भिडियो रेकर्डिङ गरेर निकाल्छौँ होला अब र अफिसियल। अनि अब तपाईँको म्युजिकको लागि एउटा गिटार सिक्नै परेको, डेली भोकल सिक्नै परेको, अनि सङ राइटिङ गर्नु परेको होइन। अनि योपालि अर्को मेन फोकस भनेको चाहिँ हाम्रो फ्लटर एप डेभलपमेन्ट। योपालि चाहिँ म विदिन 6 मन्थमा चाहिँ फ्लटर सिकेर इन्टर्नको टार्गेट चाहिँ राखेको छु है मेरो चाहिँ योपालि। हेरौँ त लेट्स सी, त्यो चाहिँ मेरो अर्को च्यानलमा आउँछ, फ्लटर डेभलपमेन्ट 6 मन्थ च्यालेन्ज होइन। त्यो पछि भनेको हाम्रो एकाडेमिक भनेको चाहिँ यसलाई जस्ट त्यति प्रायोरिटी नै छैन, तर अब ठिक जान्छ यो भनेको, साइड बाई साइड जान्छ। अनि अर्को भनेको चाहिँ एउटा बिजनेस आइडिया या त बिजनेस यो चाहिँ एज अ बिजनेस गर्छु, प्रफिट कमाउँछु होइन क्या, एज अ केही कुरामा चाहिँ एज अ कसरी हुँदो रहेछ त, मार्केट चाहिँ कसरी चल्दो रहेछ त, डिमान्ड सप्लाईको कुराहरू होइन, मार्केटिङको कुराहरू सिक्न पाइन्छ भनेर एज अ बिजनेसलाई पनि एज अ टार्गेट राखेको छु। इफ एनीवान कुनै साथीहरू त्यस्तो बिजनेस माइन्डेड साथी भेटेर सुरु गरौँ न त भन्यो भने, या त आफूले पनि माइन्ड मेकअप गर्दै जान्छु। सो मेन योपालि चाहिँ यति टार्गेट छ। र मेरो योपालिको 2025 को कुकिज जारको भिडियो चाहिँ म छुट्टै बनाउँछु, मतलब मेरो अचिभमेन्ट के हो त होइन कुकिजमा राख्नको लागि। सो यति नै, बाई बाई, ह्याभ अ ग्रेट डे, सी यू इन द नेक्स्ट भिडियो।